नमस्ते साथीहरू। आज मैले एउटा सानो भिडियो बनाएर तपाईहरु माझ पस्कने सोच गरेको छु। तपाईहरु मैले यो चाहिँ धेरै परीक्षाको तयारी गर्ने र चाहिँ फेल हुँदा हुँदा जस्तो परीक्षा पास नहुँदा एकदम धेरै तनाव लागेको छ भने चाहिँ तपाईहरु तनाव नलिनु, अझै मेहनत गर्नु, तपाईको चाहिँ नाम निक्लिने सम्भावना चाहिँ धेरै बढी हुन्छ भन्ने कुरा मैले तपाईहरुलाई राख्न खोजेको। जस्तो हामीले तपाईहरुलाई थाहा छ, हामीले मानिलो पानी तताउँछौं, पानी तताउँदा अन्तिम जुन हाम्रो अथवा भनौं न त्यसको अन्तिम तापक्रम जस्तो 100 डिग्रीमा पानी उम्लिन्छ भने 79.5 डिग्रीमा पनि पानी उम्लिदैन के। 100 डिग्री नि चाहियो नि त उम्लिनका लागि। तपाईको पढाइ पनि त 79.5 पुगेको हुन सक्छ। तपाई कहिलेकाहीँ त्यो कामबाट छोड्दिनु भयो भने फेरि तपाईले कतिबाट सुरु 0 बाट सुरु गरेर 79.5 हुँदै 100 मा पुग्नुपर्छ। त्यसैले तपाई 100 पुग्न आँटेको हुनुहुन्छ। त्यसैले तपाईले चाहिँ पहिला आफ्नो कामलाई नै पूरा गर्न चाहिँ फाइदा हुन्छ। त्यसैले हामी चाहिँ तपाईको समय आइपुग्न लागेको हुन सक्छ। त्यसैले तपाई धेरै मेहनत गरिराख्नु भएको छ, धेरै मेहनत लगानी गर्नुभयो, अब त्यसबाट नहुने भयो भनेर भाग्नु हुँदैन। निरन्तर मेहनत गरेपछि यस्तो सफलता आइलाग्छ कि झुसुल किराले नि खान्छ मेरो जिन्दगी झुसुल किरामै जाने भयो भन्ने लाग्छ। तर अचानक यति सुन्दर पुतलीमा रूपान्तरण हुन्छ, त्यसपछि पो जिन्दगी आहा है।